राखेँ अनि यसको रिजल्टहरू चाहिँ एकदम राम्रो भयो। अनि त्यसपछि चाहिँ यसको रिजल्ट राम्रो नै भयो। अनि त्यस साथसाथै मैले चाहिँ यसको अब प्लानहरू चाहिँ पहिला सुरु युट्युबमा हेर्न थालेँ। अनि हेर्दै जाँदाखेरि चाहिँ मलाई यसको प्लानहरू सिस्टमहरू एकदम मन पर्यो। त्यसपछि चाहिँ मैले एकदम राम्रोसँग काम गर्न थालेँ। अनि त्यसपछि चाहिँ मलाई आफूप्रति आत्मविश्वास पनि भएर आयो। अनि त्यसपछि मार्क्समा नि अलिक बोल्न सक्ने भएँ म। अनि त्यसपछि मैले यहाँबाट इन्कम पनि राम्रो गर्न थालेँ। अनि त्यसपछि चाहिँ मैले टिम बनाएर काम गर्न थालेँ। आज कतिजनाको साथमा हुनुहुन्छ तपाईँ? अहिले 1400 हुनुहुन्छ। 1400 जना हुनुहुन्छ। जोरदार। सम्पूर्णमा नमस्कार। नमस्कार। गुड मर्निङ। ल निस्किनु ल निस्किनु यहाँ आउनुहोस् ल सम्झना म्यामलाई ल्याउनु। ल फेरि पनि है त नमस्कार। गुड मर्निङ। हजुर सन्चै आरामै हुनुहुन्छ होला नि होइन त? मेरो नाम सम्झना खरेल। घर खैरनी नगरपालिका वार्ड नम्बर 8 मा बस्छु र म यो हेल्दी लिभिङमा लागेको चाहिँ 2 वर्ष भयो। 2 वर्ष अलिक बढी भयो र यो कम्पनीमा स्टार डाइरेक्टर भइसकेको छु। स्टार डाइरेक्टर कसरी भएर कसले ल्यायो भन्ने कुरा चाहिँ अब हामीलाई यो हेल्दी लिभिङ भनेको के हो भने थाहा नै थिएन। हेल्दी लिभिङ भनेर यो परिमिला बहिनीले दिजु हेल्दी लिभिङको सरहरू आउनुहुन्छ अरे भने के हो यो हेल्दी लिभिङ भनेको यसले के भन्छ भने मैले। अनि त्यसो भन्दाखेरि खै के हो आएपछि थाहा हुन्छ नि भनेर 5 जना 6 जना मान्छे जम्मा भयो हामी घरमा। त्यसपछि आएर कृष्ण सरले हामीलाई आएर यहाँ हामीलाई मिटिङहरू दिनुभएपछि कुराहरू बुझेँ। अनि मलाई पनि एउटा रोग लागेको थियो पाइल्स। अनि त्यो पाइल्स पनि मुक्तमय भयो मेरो सप्लिमेन्ट खाएपछि होइन राम्रो भयो। र अनि त्यस्तो चाहिँ हाम्रो घरको परिवारले नै हामी यही हेल्दी लिभिङको सामान प्रडक्टदेखि लिएर कलर कस्मेटिक देखेर सबै हामी यही त्यसैको नै यही हेल्दी लिभिङको नै युज गर्छौँ होइन। र अनि त्यसपछि कृष्ण सरले हाम्रो यो बाटो देखाइदिनु भयो र आज आएर स्टार डाइरेक्टर भएर विश्वले हप्ताको 2 चोटि 3 चोटि चाहिँ कसरी फोन आउँछ भन्दा नि अब आफूले नेपाली पढ्यो जम्मा एसएलसी पास गरे पछि ब्लाइन्ड भइहाल्यो होइन। दृष्टिबिन भए पनि अब के भन्छ यसरी बिजनेसम्यान हुन नि सकिँदो रहेछ पाइँदो रहेछ भन्ने लाग्यो मनमा होइन। अनि फोन कसरी आउँछ भन्दा त इङ्ग्लिसमा पनि आउँछ चाइनिज भाषामा पनि आउँछ के। उसले के भन्यो भन्ने कुरा म थाहै पाउँदिनँ। अब के भनेर उसलाई मैले जवाफ दिने मात्र के भने बुद्धि भन्दा तपाईँको बिजनेस कसरी बढिरहेछ म्याम भनेर सोधिरहेको हुन्छ कि। भनेपछि हप्तामा 2 चोटि बाहिर पनि फोन आउँछ भनेपछि आज मैले हेल्दी लिभिङमा दृष्टिबिन भए पनि यसमा बिजनेसम्यान भएर लागेको भएर त मलाई त्यो फोन आएको हो नि भनेर चिनाएर एउटा राम्रो परिचय पनि हुन पाएँ र आफू लिडर बन्न पाएँ। हस्त धन्यवाद नमस्कार। गरिसक्नु भएको छ। उहाँ दृष्टिविहीन हुनुहुन्छ अनि हामीलाई के चाहियो? आँखा नाक मुख खुट्टा हात जे चलाउनु पाउनुभयो। एक चिज राम्रोसँग चल्यो भने भयो है। ल भने चाहिँ हाम्रो त सारा शरीर होइन हामी त सबै देख्न सक्छौँ तर उहाँ त देख्न सक्दैन नि। उहाँसँग आँखा मात्रै रहन्छ कि तर भिजन चाहिँ बहुत ठुलो रहेछ कि। मान्छे आँखाले होइन रहेछ शरीरले होइन रहेछ कि भिजनले मान्छे अगाडि बढ्दो रहेछ होइन र। ल एकचोटि सम्झना म्यामलाई जोडदार। यो त पिडिएफमा रहेछ त। सम्पूर्णमा नमस्कार। भेरी गुड मर्निङ। अझै पनि अब नानीहरूलाई चाहिँ हृदयबाट धन्यवाद भने यति राम्रोसँग मेरो नाम पुकाएर गर्नुभयो है। र त्यसको साथै यहाँ यो प्लेटफर्मलाई मलाई दिनुभएको मेरो अग्रज दिनेश सरलाई चाहिँ मनैबाट हृदयबाट धन्यवाद दिन चाहन्छु। र म पवित्र अधिकारी कुमार लमजुङ बेसिसबाट र हेल्दी लिभिङ नेपालको डायमन्ड डाइरेक्टर। र मलाई यो प्लेटफर्मले के दिएको छ भने वास्तवमा चाहिँ मलाई मेरो व्यक्तित्व विकास दिएको छ। योभन्दा बढी अरू के भन्न चाहिएन। हस्त धन्यवाद। धेरै गुड मर्निङ सबैजनालाई। मेरो नाम सृजन तामाङ। मेरो घर गडौली। म चाहिँ हेल्दी लिभिङ नेपालमा आएको चाहिँ 4 वर्षदेखिबाट चाहिँ मैले प्रोडक्ट युज गर्दै थिएँ। किनभने मलाई 2-4वटा समस्या थियो। आँखाको समस्या थियो सँगसँगै चाहिँ अब शारीरिक रूपमा पनि अलिकति म अनहेल्दी थिएँ। त्यति बेला चाहिँ मलाई हाम्रो अपरेटर दिने सरले चाहिँ त्यो बाहिर लगेर ट्राई गर्नु त सर। हजुर हो।
ओके आगे बढौँ। होइन न यसमा नि पर्छ जताबाट हुन्छ बजाउनु सुरु गरौँ है अब सुरु गरौँ भिडियो गर्नु भएको छ भने सुरुबाट गरौँ है सही जवाब गुड मर्निङ सबैजनालाई फेरि पनि है हजुरहरू टाढादेखिबाट आउनुभयो सबैजनालाई एकदमै धेरै धेरै धन्यवाद है मेरो नाम चाहिँ सिजन तामाङ हो मेरो घर चितवन भनौँ म चाहिँ हेल्दी लिभिङमा किन आएँ त भन्दा चाहिँ मलाई चाहिँ अलिकति शारीरिक रूपमा अलिकति म अस्वस्थ थिएँ होइन एउटा लेडिजमा हुनुपर्ने जुन लेडिज प्रब्लम हुन्छ नि त्यो थियो अनि आँखामा अलिकति समस्या थियो अनि म चाहिँ वास्तवमा चाहिँ हेल्दी लिभिङमा आउनुको मेन कारण भनेको चाहिँ दुब्लो म मोटो थिएँ कि त्यति बेला होइन चाहिने भन्दा अलिकति मोटो थिएँ दुब्लाउनु पाइन्छ भने दुब्लाउने सप्लिमेन्ट औषधि छ अरे भनेपछि चाहिँ अनि बल्ल म हेल्दी लिभिङमा आएको हो अनि मैले चाहिँ लगभग 3 वर्ष 4 वर्षसम्म चाहिँ फुड सप्लिमेन्ट युज गरिसके पछाडि मलाई यति धेरै कन्फिडेन्ट भयो कि होइन मैले कसैलाई पनि सोधिनँ कि हजुरहरू के सोध्नुहुन्छ थाहा छ खै त मलाई त 2 महिना खाइसक्यो 15 दिन खाइसक्यो हुँदैन होइन मैले त्यो हुँदैन कहिले पनि भनिनँ क्या किनभने मलाई थाहा थियो कि मिनिमम पनि 6-7 महिनासम्म प्रयोग गरिसके पछाडि चाहिँ यसले मलाई रिजल्ट दिन्छ भन्ने कुरो थाहा थियो त्यस पछाडि चाहिँ मैले यसलाई युज गर्दै गएँ मलाई एकदमै राम्रो भयो होइन अनि हाम्रो दिनेश सर हुनुहुन्छ होइन जब मेरो नाम भन्नुहुन्छ नि म पछाडिको कुनामा बसेर मेरो नाम पनि नसोधिए हुन्थ्यो मलाई त उहाँहरूले नदेख्नु भए पनि हुन्थ्यो भनेर पछाडि बस्थेँ कि अनि मैले हेल्दी लिभिङबाट के सिकेँ त भन्दा चाहिँ अहिले म 100 जना 200 जना 1000 जना मान्छेको बिचमा पनि गएर मजाले एकदम नर्मल तरिकाले बोल्न सक्छु कि मलाई चाहिँ त्यो दियो सँगसँगै अब धेरै कुराहरू दिएको छ होइन अब सबैजनाको पालो आउनुपर्छ है हुन्छ सबैजनालाई धन्यवाद थ्याङ्क यू नाम सुनेपछि आउनुहुन्छ बोलाउँ त एकचोटि जीवी सर कृपया भित्र आउनु होला सबैजना त्यो छोडिदिनु भयो हुन्छ नभए ठिकै आफ्नो एक टाइम लिभरेज एन्ड कम्पाउन्डिङ विषय सहित आफूलाई यस पहिला बादल सरको अनि सर जीवी सरको होइन होला